जीवन काँडा कि फुल, झमक घिमिरेको अविश्वसनीय कथा। कल्पना गर्नुहोस्, एउटा शरीर जसले बोल्न सक्दैन, हिँड्न सक्दैन, हात चलाउन सक्दैन, तर त्यही शरीरभित्र बसेको एउटा मस्तिष्कले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्यायो। यो कुनै कल्पना होइन, यो हो झमक घिमिरेको साँचो कथा। एउटी छोरी जसलाई संसारले बोझ ठान्यो, तर जसले आफ्नै खुट्टाले कलम समातेर इतिहास लेखिन्। आज हामी कुरा गर्दैछौँ त्यस्तै एउटा जीवनको बारेमा जुन कथा सुन्दा तपाईँको मुटु हल्लिनेछ, आँखा भिज्नेछन् र अन्त्यमा तपाईँ आफ्नै जीवनका गुनासाहरूलाई सानो महसुस गर्नुहुनेछ। बाल्यकाल, एउटा अभिशापको सुरुवात। झमकको जन्म पूर्वी नेपालको धनकुटा जिल्लामा भयो। जन्मदा नै उनको शरीरले साथ दिएन। सेरिब्रल पाल्सीका कारण उनको हातखुट्टा र बाँडी नियन्त्रणमा थिएनन्। उनी बोल्न सक्दिनथिन्, हिँड्न सक्दिनथिन्, आफै खान समेत सक्दिनथिन्। गाउँघरमा त्यति बेला यस्तो अवस्थालाई श्राप वा देवी देवताको रिस भनेर बुझिन्थ्यो। छिमेकीहरूले उनलाई हेर्दा दया देखाउँथे, तर त्यो दयाभित्र लुकेको थियो तिरस्कार। कतिपयले त उनलाई बाँच्नै नदिनुपर्ने सल्लाह समेत दिए, तर उनकी आमाले उनलाई फालिनन्। एउटी आमाको मायाले उनलाई बाँच्न दियो, तर समाजको व्यवहार दिन प्रतिदिन थप कठोर हुँदै गयो। स्कुल जाने उमेर आयो, तर कुनै विद्यालयले उनलाई भर्ना लिएन। यो त लेख्नै सक्दिन, पढेर के गर्छे? यही थियो समाजको जवाफ। जब सपनाले हिम्मत जगायो, तर झमकको मनभित्र एउटा आगो बलिरहेको थियो। उनले आफ्ना दाजुभाइ स्कुल गएको देखेर घरमै बसेर तिनीहरूले पढेको सुनेर अक्षर चिन्न थालिन्। हातले लेख्न नसक्ने भएकाले उनले आफ्नो देब्रे खुट्टाले माटोमा अक्षर कोर्न थालिन्। सोचेर हेर्नुहोस्, एउटी बालिका जसको खुट्टा समेत पूर्ण नियन्त्रणमा थिएन, त्यही खुट्टाले धुलोमा क, ख, ग लेख्दै थिइन्। हरेक अक्षर उनका लागि युद्ध थियो, हरेक शब्द उनको जित थियो। घर परिवारले सुरुमा यसलाई बेकार ठाने। यसले के लेख्छ र भन्ने गिज्जाइ सुन्नु पर्यो, तर झमकले हार मानिनन्। खुट्टाले पेन्सिल समाउन थालिन्, कापीमा अक्षर कोर्न थालिन्, बिस्तारै, दुखेर, तर नरोकी। कलमसँगको प्रेम अक्षर चिनेपछि उनको भित्र नयाँ संसार खुल्यो। उनले कविता लेख्न थालिन्। आफ्नो पीडा, आफ्नो एक्लोपन, आफूले भोगेको भेदभाव सबै कागजमा उतार्न थालिन्। उनका शब्दहरूमा त्यस्तो शक्ति थियो जुन कुनै सामान्य लेखकको लेखनमा भेटिँदैन, किनभने हरेक वाक्य उनले आफ्नै रगत पसिनाले लेखेकी थिइन्। लेख्नु उनका लागि सिर्जना मात्र थिएन, यो थियो बाँच्ने कारण, यो थियो आफ्नो अस्तित्व प्रमाणित गर्ने हतियार। तर बाटो सजिलो थिएन, शरीरले साथ दिँदैनथ्यो। घन्टौँ एउटै अवस्थामा बसेर लेख्दा उनको ढाड र घाँटीमा असह्य पीडा हुन्थ्यो। धेरैचोटि आँखाबाट आँसु झर्दै तैपनि खुट्टाले कलम समातिरहन्थिन्, किनभने उनलाई थाहा थियो रोकिनु भनेको हार्नु हो, र उनले हार्न सिकेकी थिइनन्। समाजको तिरस्कार तर नझुक्ने आत्मविश्वास झमकले आफ्ना रचनाहरू पत्रपत्रिकामा पठाउन थालिन्। धेरैले विश्वास नै गरेनन् कि यी रचनाहरू साँच्चै एउटी अपाङ्गता भएकी युवतीले लेखेकी हुन्। कतिपयले त उनको योग्यतामाथि नै प्रश्न उठाए, तर बिस्तारै उनका शब्दहरूले आफ्नै बाटो बनाउन थाले। पाठकहरूले उनको लेखनमा भएको इमान्दारी र गहिराई महसुस गर्न थाले। उनको कविता र लेखहरूले नेपाली साहित्य जगतमा चर्चा पाउन थाले। यहाँनिर एउटा कुरा गहिरोसँग बुझ्नुपर्छ। झमकले कहिल्यै आफूलाई बिरामी वा असहाय ठानिनन्। उनले आफ्नो अपाङ्गतालाई परिचय बनाउन दिइनन्, बरु आफ्नो प्रतिभालाई परिचय बनाइन्। जीवन काँडा कि फुल, आत्मकथाको जन्म वर्षौंको सङ्घर्ष, पीडा, अपमान र त्यसमाथि उभिएको हिम्मतलाई उनले एउटा किताबको रूप दिइन्। जीवन काँडा कि फुल। यो कुनै सामान्य आत्मकथा थिएन, यो थियो एउटी महिलाको युद्धको दस्तावेज, जसले शरीरको सीमितता विरुद्ध, समाजको पूर्वाग्रह विरुद्ध र आफ्नै भित्रको निराशा विरुद्ध लडाईँ लडिन्। जुन समाजले एक दिन उनलाई विद्यालयको ढोकैबाट फर्काएको थियो, त्यही समाजले आज उनलाई सम्मानको मञ्चमा उभ्याइरहेको थियो। जुन औँलाहरूले कलम समात्न असम्भव ठानिएको थियो, तिनै औँलाहरूले बरु खुट्टाले इतिहास रचिरहेका थिए।
झमक घिमिरेको कथाले हामीलाई के सिकाउँछ? पहिलो, सीमितता शरीरमा होइन सोचमा हुन्छ। दोस्रो, समाजको तिरस्कारले तपाईँको भविष्य निर्धारण गर्दैन, तपाईँको दृढताले गर्छ। तेस्रो, सपना देख्नका लागि उपयुक्त परिस्थितिको पर्खाइ गर्नु पर्दैन, जे छ त्यसैबाट सुरु गर्नुपर्छ। झमकसँग हात थिएनन् जसले सजिलै लेख्न सकोस्, बाणी थिएन जसले आफ्नो पीडा भन्न सकोस्, समाजको साथ थिएन जसले उनलाई हौसला दियोस्। तर उनीसँग एउटा कुरा थियो, नरोकिने इच्छा शक्ति। र त्यही इच्छा शक्तिले उनलाई नेपालकी सबैभन्दा सम्मानित लेखिकाहरूमध्ये एक बनायो। त साथीहरू, अब आफैलाई सोध्नुहोस्, तपाईसँग त हात छन्, खुट्टा छन्, आवाज छ, तपाईसँग स्कुल जाने अवसर छ, लेख्ने क्षमता छ, बोल्ने स्वतन्त्रता छ, त फेरि तपाईँ आफ्नो सपनाबाट किन डराइरहनु भएको छ? झमक घिमिरेले हामीलाई देखाइन्, जीवनमा काँडा धेरै आउँछन्, तर त्यही काँडा बीच पनि फुल फुल्न सक्छ यदि तपाईँले हार मान्नु भएन भने। त्यसैले जे पनि परिस्थिति होस्, जति पनि गाह्रो लागोस्, कहिल्यै आफ्नो सपना त्याग्नुहोस् न, किनभने इतिहास तिनीहरूले बनाउँछन् जो लड्न छोड्दैनन्, झमक घिमिरेले जस्तै। यदि यो कथाले तपाईँलाई केही सिकायो भने आफ्नो नजिकको साथीलाई पनि सुनाउनुहोस्, किनभने कहिलेकाहीँ एउटा कथाले नै कसैको जीवन बदल्न सक्छ।